सो हाई म चाहिँ आज होइन ओहायोको डेटन भन्ने ठाउँमा नेसनल म्युजियम अफ युएस एयरफोर्समा आएको छु र यो ठाउँबाट चाहिँ होइन मैले धेरै कुराहरू सिक्न पाएँ कि होइन र भनिन्छ नि हरेक ठाउँबाट धेरै कुराहरू सिक्न सकिन्छ यो ठाउँबाट पनि धेरै कुराहरू सिक्न सकिन्छ कि यो ठाउँबाट चाहिँ हामीले हिस्ट्रीको बारेमा सिक्न सकिन्छ कि लाइक हिस्ट्री इज नट जस्ट अबाउट वार गन्स हुन्छ नि भायोलेन्स के इट्स अबाउट लर्निङ एभ्री डे लाइक एभ्रिथिङ न्यू डे बाई डे के हुन्छ नि अन्त चाहिँ पास्टबाट चाहिँ के सिक्न सक्छौँ भन्दाखेरि होइन आफूलाई दिनदिनै अपडेट कसरी गर्न सकिन्छ आफूलाई हुन्छ नि बेटर कसरी बनाउन सकिन्छ तिम्रो दिन भनेर सिक्न सकिन्छ कि जस्तै म आज आएको ठाउँमा चाहिँ होइन 1928 भन्दा पनि पहिलादेखिको युएस एयरफोर्सको रिभोल्युसनको बारेमा सबै लेखिएको छ कि होइन र अहिले स्ट्यान्डिङ एट दिस डेट हुन्छ नि 2025मा आइपुग्दा चाहिँ हुन्छ नि युएसको एयरफोर्स लाइक पावर हामीलाई थाहा छ कि होइन र त्यसको बेस चाहिँ हामीले यो ठाउँबाट देख्न सकिन्छ कि सो हाम्रो लाइफ पनि त्यस्तै नै हो कि इट स्टार्ट्स फ्रम बेसिक के हुन्छ नि बेसिकबाट स्टार्ट हुन्छ होइन तर थ्रु आउट द लाइफ टाइम हुन्छ नि यदि हामीले त्यसलाई अपडेट गर्दै जाने राम्रो बेटर अपर्च्युनिटिज र हुन्छ नि नयाँ कुराहरू सिक्न ट्राई गर्ने हो भने चाहिँ पक्कै पनि केही न केही राम्रो हासिल गर्न सकिन्छ कि फ्युचरमा सो